गुड मर्निङ। म चाहिँ उठेर कफी बसेर छु, दाल बसाएँ, खाना पाक्दैछ। अब चाहिँ म सब्जी बनाउँछु, त्यसपछि खाना खाने हो। मेरो काम छुट्टी भयो आज। यहाँनिर दुध उम्लिँदैछ कफी खानालाई। यहाँनिर बङ्गोको मासु रेडी पारेको छु, म बनाउँछु है। यहाँ चाहिँ रायोको साग छ, मैले रायोको साग हिजो भेटेर लिएर आएँ, दुध त कस्तो उम्लिएर आयो। अनि यो पनि बनाउँछु म, यो गँदे होइन अचार। मेरो दाल चाहिँ यहाँनिर पाकिरहेको छ। यहाँनिर चाहिँ मेरो बङ्गोको मासु पाकेर रेडी भइसक्यो है। मैले सबै थोक लगाइसकेँ। अब चाहिँ म यहाँ साग लगाइदिन्छु। अब चाहिँ किनभने यो मैले साग काटेर रेडी पारेको छु। रायोको साग हो यो, बङ्गोको मासु, रायोको साग। मासु मैले रेडी गरिसकेँ है, साग मिक्स गरेर बनाएको रायोको साग बङ्गोको मासुसँग। अनि यहाँ चाहिँ दाल हो, मैले दाल पनि पाकिसक्यो। यो चाहिँ मैले गँदेको अचार बनाएको है। अनि यहाँ चाहिँ टमाटर र उसको लसुन, उसको पातको अचार बनाएको मैले, खानु मन लागेर। मेरो सबै थोक रेडी भइसक्यो, खाना पाकिराखेको छ। अब चाहिँ म खाना खान्छु। खाना रेडी भएको। यहाँ चाहिँ मैले यो चाहिँ मकैको चामल मिसाएको छु, त्यही भएर खाना पहेँलो पहेँलो देखिरहेछ। दाल, गँदेको अचार भइहाल्यो। अब चाहिँ म खाना खान्छु। यो चाहिँ अकबरे खोर्सानीको अचार हो है, मैले कलरबाट लिएर आएको। एउटा खान्छु म अकबरे खोर्सानी। मेरो खाना चाहिँ यहाँ छ है। म चाहिँ अब खाना खान्छु। यहाँ चाहिँ मेरो बङ्गुरको मासु। नेपालको जस्तो धेरै मिठो त हुँदैन यहाँ बङ्गुरको मासु, डिगमा राखेको हुन्छ कति दिनदेखि। बङ्गुरको मासु, अचार, डल्ले खोर्सानी, अनि यो गँदेको अचार खाना। दाल चाहिँ मेरो यहाँ छ, अनि कोक खान्छु म। सबै ठाउँ मिक्स गरेको छु मैले बङ्गुरको मासु। मैले चाहिँ खाना खाइसकेँ भर्खरै है।